तपाईहरुको बाइकको पछाडिको सकको बुश चाहिँ हाम्रो बिग्रियो भनेर कसरी थाहा हुन्छ आज म तपाईलाई देखाउँछु है त। जस्तो हेर्नुस् त यो बुश चाहिँ हाम्रो यसरी फाटेर बाहिरतिर निस्किएको छ नि। हो यस्तो भयो भने चाहिँ हाम्रो सकको बुश बिग्रिएको हुन्छ हैन। र म फटाफटी खोलिरहेको छु। यो सकको बुश हाम्रो बिग्रियो भने चाहिँ हाम्रो खाल्डा खुल्डी हुँदी जोइन्ट हुँदी चाहिँ हाम्रो कटकट गर्ने आवाज आउँछ हैन। र तपाईहरुको यदि सक लिकेज छैन हैन र एकदमै सकले चाहिँ बडी लेन्जिङ गरे जस्तो हैन र सकबाट चाहिँ आवाजहरु आइरहेको छ भने चाहिँ तपाईले एकचोटी यो सकको बुश अनिवार्य रूपमा चेक गर्नुपर्छ है। हामीले पुरै सक चाहिँ चेन्ज गर्नु पर्दैन है। यस्तो खालको हाम्रो बुश पनि पाउँछ हैन। र यस्तो खालको बुश चेन्ज गर्दाखेरि चाहिँ हामी धेरै खर्च हुनबाट पनि जोगिन्छौँ र यो बुश चाहिँ हामीले टाइममा चेन्ज गर्नुपर्छ है। यो बुश हामीले टाइममा चेन्ज गरेन भने चाहिँ हाम्रो सकहरु पुरै खान्छ हैन। यो खिएपछि फेरि पछि सक नै काम नलाग्ने पनि हुन सक्छ हैन। र हाम्रो सक बुशको मैले तपाईलाई पार्ट नम्बर पनि देखाइरहेको छु है। यो जुनसुकै ठाउँमा पाइन्छ हैन। र तपाईलाई मैले सकको बुश चाहिँ फिटिङ गरेर देखाउँछु त एकदम हाम्रो राम्रोसँग फिटिङ हुँदाखेरि चाहिँ हाम्रो बाहिरबाट हेर्दाखेरि कसरी देखिन्छ कस्तो खालको देखिन्छ भनेर म तपाईलाई अब फिटिङ गरेर देखाउँछु। हेर्नुस् त हाम्रो एकदमै राम्रो भएको छ हैन। र हामीले सकको बुश चेन्ज गर्दाखेरि चाहिँ हाम्रो दुवैपट्टिको चेन्ज गर्नुपर्छ है हेरेर चाहिँ।